त्यो भिडमा एउटी स्त्री रहेछ। त्यो स्त्रीलाई रगत बग्ने बिमार लागेको छ अनि 12 वर्ष भइसकेको छ रगत बगेको। भयभरको डाक्टर देखाइसकेको छ, ऊ जाति हुन सकेको छैन। अनि उसले मनमा नै भनेको छ मैले यीशुको लुगा छुएँ भने म जाति हुन्छु, र त्यो दिन उसले यीशुलाई छुएको छ र ऊ जाति भएको छ। पहिलो शक्तिशाली सत्यता तपाईले के चाहिँ देख्नुहुन्छ भनेदेखि त्यो स्त्रीले यीशु प्रभुको बारेमा सुनेकी थिए। याद राख्नुहोस् है, उसको कन्डिसन हेर्नु हो भनेदेखि एक नम्बर त उसको बिमार जाति नभएको कति वर्ष भएको रहेछ? जोडले भन्नुहोस् न। 12 वर्ष, 1 वर्ष पनि होइन, 2 वर्ष, 3 वर्ष पनि होइन, 5 वर्ष पनि होइन, 10 वर्ष पनि होइन, 12 वर्ष। सुन्नुहोस् ल, कुनै पनि बिमार जब लामो समयसम्म बसिरहन्छ त्यो क्रोनिक हुँदै जान्छ। क्रोनिक भनेको चाहिँ बिमार छिटो छिटो गऱ्यो भने चाहिँ जाति हुन्छ। डाक्टरले भनेको सुन्नु भएको, अलिक छिटो आएको भएदेखि हुने थियो, जाति हुने थियो। लास्ट इयर नै तिमीले देखाएको भएदेखि यस्तो हुने थिएन। तर कुनै पनि बिमार लामो समयसम्म बस्यो भनेदेखि त्यहाँदेखि त्यसको मतलब के त्यो अब जाति हुँदैन। यसर्थ मेडिकली हेर्नु हो भनेदेखि उसको बिमार अब जाति हुँदैन। मेडिकल साइन्स त्यसको उत्तर छैन। उसको अवस्था त्यस्तो छ, क्रोनिक भइसकेको छ। पैसा रुपियाँको हिसाबले हेर्नु हो भनेदेखि उसले भयभरको सबै सेभिङ्सहरू ट्रिटमेन्टमा खर्च गरिसकेको छ। कतिवटा बाइबलले त, कतिवटा खण्डले त भन्छ उसले आफ्नो सारा जीविका नै ट्रिटमेन्टमा खर्च गरिसकेको छ। जीविका भनेको चाहिँ के हो तपाईँलाई थाहा छ? सेभिङ्स मात्र होइन, तर उसले घर बेचेको हुनुपर्ने हो, उसले गाडी बेचेको हुनुपर्ने हो। तपाईँहरूको सन्दर्भमा कुरा गर्नु हो भने यहाँ जिउनुको लागि चाहिँ एउटा गाडी हुनै पर्छ, घर हुनुपर्छ। मैले यहाँ आएर चाल पाएको, यहाँ चाहिँ गाडी नहुनु चाहिँ दुईटा खुट्टा नभएको मान्छे जस्तै हो। कतै जानु सक्दैन, केही किन्नु सक्दैन, केही गर्नै सक्दैन। अब यो स्त्रीले आफ्नो सारा जीविका नै आफ्नो उपचारमा खर्च गरेकी थिए भन्नुको मतलबले गाडी पनि बेचेको हुनुपर्ने हो। हाम्रो भाषामा भन्नु हो भने घर पनि बेचिसकेको छ। सायद उसको अवस्था चाहिँ अब सेल्टरमा बस्नुपर्ने, रेन्टमा बस्नुपर्ने ठाउँमा पुगिसकेको छ। यसर्थ पैसा रुपियाँको हिसाबले पनि उसको समस्या अब समाधान हुन सक्दैन। उसकोमा खर्च गर्ने केही पनि छैन। मेडिकली हेर्नु भने 12 वर्ष भइसकेको छ, क्रोनिक भइसकेको छ। ऊ चाहिँ जीवनको यस्तो खालको अवस्थामा पुगेको छ, त्यसलाई इङ्ग्लिसमा डेड एन्ड भन्छ। डेड एन्ड भनेको चाहिँ कुनै बाटो जाँदा जाँदा अचानक जब त्यो बाटो सक्छ, अगाडि जाने बाटै छैन, त्यसलाई चाहिँ डेड एन्ड भन्छ। यतातिर त त्यस्तो नहोला, तर हाम्रो उता पहाडमा चाहिँ राम्रै बाटोमा ड्राइभ गर्दै गएको बर्खामा त्यस्तो हुन्छ। अचानक टर्निङ यसो घुम्न त बाटै छैन, पहिरोले लगेर कहाँ, अनि कोही बेला त पछाडि फर्क्यौँ भन्दा 2 किलोमिटर उता पनि बाटो झर्छ, अनि मान्छेले गाडी त्यही छोडेर घर जानुपर्छ। यता पनि निस्किने बाटो छैन, उता पनि निस्किने बाटो छैन। त्यो स्त्री नि आफ्नो जीवनमा बाटो सकिएको डेड एन्डमा आइपुगेको छ। मेडिकली पनि उसको लागि आशा छैन, फाइनेन्सियली पनि उसको लागि आशा छैन। होपलेस, हेर्नुहोस्, होपलेसनेसको शिखरमा पुगेको छ र पनि उसको परिस्थिति बदलेको छ। त्यसको मतलब कुनै पनि होपलेसनेस चाहिँ परमेश्वरको लागि हुन नसक्ने कुरो होइन। तपाईँ जेबाट नै भएर जाँदै गरेको किन नहोस्, यो स्त्रीको कथा चाहिँ तपाईँको जीवनको रिप्रेजेन्टेसन हो। तपाईँको जीवनमा के चाहिँ गर्नु सकिन्छ भन्ने कुरा चाहिँ देखाउनका लागि परमेश्वर यो कथा बाइबलमा राख्नु भएको छ। यसर्थ तपाईँको जे पनि हो यो कथाभित्र आफैलाई हालेर हेर्नुहोस्। तर यो अवस्थाबाट जाँदै गर्दाखेरि उसले के चाहिँ गर्यो भन्ने कुरालाई हामी हेर्यौं भनेदेखि नै 5वटा सिद्धान्तहरू हामी निकाल्न सक्छौँ।
अनि त्यसलाई चाहिँ तपाईँले बुझ्नुभयो भने तपाईँले आफ्नो परिस्थितिलाई बदलाउन सक्नुहुन्छ। पहिलो चाहिँ के हो भनेदेखि 27 पदमा लेखेको छ, येशूको विषयमा त्यसले सुनेकी थिए। उसको बिमार मेडिकली असम्भव छ, तर उसले यीशुको बारेमा सुनेकी थिए। पैसा रुपियाँ उसको सकिएको छ, तर उसले यीशुको बारेमा सुन्नु भन्नुहोस् न। थाहा छैन उसले यीशुको विषयमा के चाहिँ सुनिन्, कहाँबाट सुनिन्। सायद यीशुको मिटिङमा बसेर हिलिङ हुने मान्छेले गएर सुनाएको हुनुपर्ने हो, यसरी जाति भयो। या उसले कसैको कथा सुनेको हुनुपर्ने हो, त्यो मान्छे जाति भएको मैले देखिने कसैले उसलाई सुनाएको हुनुपर्ने हो। उसले यीशुलाई पर्सनली कहिले पनि भेटेको छैन, तर कसैले गएर उसलाई सुनाएको छ, यीशुले हिलिङ गरेको सुनाएको हुनुपर्ने हो। या चाहिँ यीशुको मिटिङमा लाइभ बस्ने मान्छेले गएर यीशुले के चाहिँ सिकायो भन्ने कुरा चाहिँ उसलाई सुनाएको हुनुपर्ने हो। तर उसले यीशुको बारेमा सुनेकी थिए। अनि जति अर्काको मुखबाट यीशुको बारेमा सुन्दै जाँदैछ, उसको भित्र के हुँदैछ, विश्वास निर्माण हुन सुरु भएको छ। तपाईको परिस्थिति बदल्नुको सबैभन्दा पहिलो चाबी चाहिँ के हो? तपाईले सुन्न जरुरी छ। के चाहिँ